हाले त गिज्जा दुखेर कोही नभरे पनि त गरौँ हुन्छ नि त। अनि म एकछिन बस घाम लागिरहेछ हैन साथीहरु। फाइनली अहिले चाहिँ म ड्युटी आइपुगेँ। हेलो एभ्रीवान, गुड मर्निङ, वेलकम ब्याक टु माई न्यू भिडियो। स्वागत छ हजुरहरूलाई आज पनि मेरो नयाँ भिडियोमा। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला हैन। म चाहिँ सन्चो छुइनँ आज चाहिँ, किनभने मेरो यहाँ नाकमा प्रब्लम छ। अनि यता मेरो गिजा दुखिरहेछ। गिजामा चाहिँ एकदमै गाह्रो भइरहेछ। खान कस्तो गाह्रो हुन्छ हैन साथीहरु। म चाहिँ यहाँ मकै भचाउन आएको हैन साथीहरु। बिहान बिहान यहाँ मकै भचाएर चाहिँ यहाँ धानको बिउ राख्नुपर्ने हुन्छ। भारी पुग्यो मेरो। कति भएछ हौ? डोको नभरे नि मलाई गरम भयो, त्यही भएर म हिँडेँ कि। कल्लाती घेरी जाम छु न किरो। आगुती अमनिता ओ कोयो अमनिता आगुती आगुतीले हगेछिन्। एक भारी ल्याउँदा यहाँ कस्तो दुःख हौ टाउको। यति गरम छ हैन, यति गरम छ, यति गरम छ, यति गाह्रो हुन्छ नि। यो लुगा नि कहाँ सरिजान्छ हौ। एकैचोटिमा टाउको दुःख साथीहरु, के गर्नु। यहाँ यो यत्रो ठुलो छ, यत्रो छ नि कहाँ एकैचोटिमा यो एउटा नै कस्तो हातमै अट्दैन यो। अनि त्यत्तिकै गरम भइहाल्छ। यहाँ हेर्नु न साथीहरु, यहाँ कत्रो छ यो। यत्रो भएपछि त अनि गरम त भइहाल्यो नि, हातमै अट्दैन। यति गरम छ कि एउटाले नै 2-3वटा लिएर घर जाउँ जस्तो हुन्छ क्या। कति गरम हुन्छ फेरि यहाँ दुखेर साह्रै दुखायो यहाँ नाम्लोले। अनि यस्तोरी बान्ने हो अब बोक्ने हो हैन। अब डोको बोकेर घाम उता घाम आइरहेछ। म चाहिँ यहाँ बिहानै एकछिन फेरि यहीँ बस। बिहान ल साथीहरु, अब मैले भचाउन सुरु गरिसकेँ। डोकोलाई चाहिँ यतै बोक्नु पर्यो नि त, गाउँकुममा त सकिँदैन नि त। फेरि अहिले चाहिँ मैले यो सर्ट लाएँ, मलाई टाउको दुख्यो। अनि अब त घामले पोल्न पनि थाल्यो, तात्तिन थाल्यो। त्यही भएर मैले यो लाएँ। कस्तो छ अब काम गर्दाखेरि सेफ्टी भएर काम गर्नु पर्यो नि। घाँटी दुखेर नाक बन्द भएर मेरो बेहाल छ, बेहाल। यता गिज्जा दुखेर मकै भचाइसकेर अहिले चाहिँ म ढोड काट्न आएको छु, सिक्कल बोकेर। ओइ चक्कु मिन्सिन गए, ठाडो होइन अरे नि।
1300 काटा रे यहाँ हेर्नु साथीहरु मेरो यता मेरो पसिना चुयो 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 अरे बिजोक यहाँ थुपार्यौँ होइन साथीहरु हामीले चाहिँ अनि यहाँ पर थियो नि त अनि यहाँबाट चाहिँ यहाँ ल्याएर राखेको अब घर गएर चाहिँ फेरि मेरो त्यस्तो हालत बनाइदियो कस्तो भएको छ नि साथीहरु यता सबै बोक्दाखेरि साथीहरु अब चाहिँ म खाना खान्छु अनि रेडी हुन्छु ड्युटी जान्छु फाइनली अहिले चाहिँ म ड्युटी आइपुगेछु मेरो काम चाहिँ यहाँ पछाडि देख्दै हुनुहुन्छ होला हैन यो मेरो काम चाहिँ कार्टुनहरु मिलाउने प्लास्टिकहरु मिलाउने त्यही हो हिजो चाहिँ म आइन त्यही भएर सामान धेरै आएको रहेछ यता चाहिँ सामान चाहिँ यहाँ रास भइसकेछ यही हो मेरो काम